ब्याक टु माई मम्मी याङ्की युट्युब च्यानल। आज चाहिँ मैले घरमा मोमो खाने निर्णय गरेँ। हामी नेपालमा चाहिँ मोमो भन्छौँ, यतातिर चाहिँ मोमोज भन्ने रहेछ। अनि मैले मोमोजको लागि चाहिँ के तयार गरेँ भनेर हजुरहरूलाई अलिकति देखाउन मन लाग्यो। अनि अलिअलि म रेसिपी पनि हाल्नेछु। मलाई खासै बनाउन चाहिँ आउँदैन, मोमोजको डल्लो त मलाई बिल्कुल भी बनाउन आउँदैन, तर पनि कोसिस गर्नेछु घरमा खानको लागि त जसरी बनाए पनि हुन्छ। मैले चाहिँ यहाँ लगाएको छु 1-2टा सिमला मिर्च काटेर, 2टा जति सिमला मिर्च अनि 2टा जति गाजर मैले काटेर लगाएको छु। गाजरलाई चाहिँ मैले कोरेसम्म कोरेको छु भने यो सिमला मिर्चलाई चाहिँ मैले काटेको छु, चप गरेको छु। अनि पत्ताकोपी अनि प्याजलाई पनि मैले चप गरेको हो, छुरीले नै चप गरेको कटिङ बोर्डमा राखेर। अनि हजुरहरूलाई जसरी सजिलो लाग्छ त्यसरी बनाउनु होला। अनि यसमा चाहिँ मैले न्युटेरी, अनि हामी चाहिँ यहाँ न्युटेला भन्छौँ नेपालमा चाहिँ, त्यो न्युटेलालाई पनि मिक्स गर्न मन पर्यो। मलाई चाहिँ एकदमै मनपर्छ न्युटेला वाला। न्युटेलालाई चाहिँ मैले यसरी गरम पानीमा हालेर अनि यसरी उबालिसकेँ। अब यसलाई चाहिँ म पानी तारेर अनि यसलाई सानो सानो टुक्रा गरेर अनि लगाउने छु, यसमै मिक्स गरिदिनेछु मिक्स भेजहरूमै। यो चाहिँ मजाले गरम भइसकेको छ अनि एकदमै सफ्ट पनि भइसकेको छ। अब यसको चाहिँ पानी मैले मजाले पानीहरू निचोरेर अनि यो चाहिँ मैले एकपल्ट धोएको है साथीहरू, धोएर अनि उब्लेको पानीमा लगाइदिएको हो। अब चाहिँ यसलाई म मिक्स भेजमा मिक्स गर्छु। ल साथीहरू, मैले चाहिँ न्युटेलालाई चाहिँ यसरी चप गरेको छु अनि छुरीले नै चप गरेँ मैले चाहिँ बारीक बारीक गरेर। अनि यसलाई पनि मैले चाहिँ यहाँ लगाइदिएँ। अब यसलाई चाहिँ म छोडेर चटनीको लागि तयारी गर्छु। अनि चटनी त मैले सधैँ बनाइरहेकै हुन्छु, हजुरहरूलाई के देखाइरहनु, अगर टाइम पाइछु भने हजुरहरूलाई पनि देखाउँछु। एकदमै लाइट जाने आउने भइरहेको छ र देखाउन पाइरहेको छुइनँ। मैले चाहिँ यहाँ सेतो तिललाई भुट्दैछु, यो चाहिँ चटनीको लागि। अनि खोर्सानी पनि सँगै लाउनु पर्यो भनेको, खोर्सानीलाई अलिक टाइम लाग्ने रहेछ भुटिनको लागि, मजाले भुट्नुपर्छ नि त। यसलाई चाहिँ त्यति धेरै भुटिरहनु पर्दैन, त्यही भएर मैले चाहिँ यसलाई पहिला भुट्दैछु। खोर्सानीलाई पनि मैले यो रातो खोर्सानीलाई अलग्गै पिसेँ। अनि यो खोर्सानी चाहिँ यति तिखो छैन, पिरै छैन, त्यही भएर मैले अलिकति ज्यादा क्वान्टिटीमा राखेको हो। यो चाहिँ मैले झोल मोमोको लागि तयार गरेको हो। फेरि अर्को चटनीको लागि चाहिँ म अलग्गै तयार गर्नेछु, त्यसको लागि तयार गरेँ। अनि यसरी लसुन पकाएपछि चाहिँ अनि धनियाँ हालेपछि चटनी एकदमै टेस्टी हुन्छ। झोल मोमोको लागि चाहिँ मैले अलग्गै बनाएँ, यो चाहिँ मैले चटनीको लागि बनाएको साथीहरू। चटनी चाहिँ मैले सादा बनाउँछु। अनि यो लसुन अनि यो खुर्सानी लाएर चटनी चाहिँ यसरी बनाउँछु मैले, सधैँ यसरी नै बनाउने चाहिँ। मैले झोल मोमोको लागि 3-4टा अदुवालाई तेलमा पुराएँ अनि प्याज हालिदिएँ। अनि प्याजको टेस्ट एकदमै मिठो हुन्छ झोल मोमोमा चाहिँ। अनि त्यसमाथिबाट चाहिँ यो पनि लगाइदिने, मैले यो पनि लगाइदिएँ। यो चाहिँ टिम्बुर हो, टिम्बुरको टेस्ट चाहिँ झोल मोमोमा एकदमै मिठो हुन्छ। झोल मोमोलाई चाहिँ मैले टमाटर पनि लगाइदिएँ। अब चाहिँ यसमा नुन हालिदिने, अलिकति बेसार लगाइदिने अनि मजाले फ्याट्टै पाकेपछि चाहिँ मिक्सरमा ग्राइन्ड गर्ने साथीहरू। म चाहिँ यसरी बनाउँछु झोल मोमो चाहिँ। अब यो चाहिँ मैले पहिलोपल्ट बनाएको यो युट्युबको भिडियोको लागि चाहिँ पहिले पनि मैले यसरी बनाएर खाएको। अनि हजुरहरूलाई पनि यसरी नै टेस्ट लाग्छ भने बनाउनु होला नयाँ तरिकाले। अब यसमा चाहिँ तिल, अघि भुटेको तिल अनि रातो खोर्सानी टमाटर भएपछि त A1 चटनी भइहाल्छ। यसमा अरू चाहिँ केही लाउनु पर्दैन, टिम्बुर लगाएपछि हुन्छ। अनि अर्को चटनीको लागि चाहिँ फेरि मैले धनियाँको पत्ता अनि लसुनहरू तेलमा पुराएको छु अनि धनियाँको पत्ता लगाइदिन्छु। मैले चटनीको लागि टमाटर, झोल मोमोमा चाहिँ यो सेतो तिल र यो भटमास भयो भने चाहिँ एकदमै टेस्टी हुन्छ। अनि भटमासलाई भुट्ने भन्दा पनि तेलमा सानो आगो गरेर भुटेको चाहिँ एकदमै टेस्टी हुन्छ र मैले चाहिँ त्यही स्टाइलले बनाउन खोज्दैछु। यहाँ हेर्नु होला, यो चाहिँ अलिअलि कलर चेन्ज भएपछि चाहिँ निकालिदिनु होला। चाहिँ मैले यो अदरकहरू पनि लगाइदिइसकेँ। अनि 1.5 स्पुन लगाइदिएँ मैले चाहिँ। अनि अदरक चाहिँ मैले मिन गरेर पिसेको छु सानो सानो गरेर। अनि त्यसपछि चाहिँ मैले यहाँ हेर्नु धनियाँको पत्ताहरू पनि लगाइदिएँ। हजुरहरूलाई चाहिँ देखाउनै बिर्सेछु, थोडा कम पनि लागेको छ, अरू लगाइदिन्छु। अनि त्यसै गरी मैले अजिना मोटा पनि लगाइदिन्छु यहाँ चाहिँ।
अजिनामोटो चाहिँ एकदमै कम लाउँछु मैले अनि हामी चाहिँ त्यति धेरै खान्नौ। अनि मोमोज पनि मैले चाहिँ आटाकै बनाउन लागेको हो अनि मैदाहरू चाहिँ मैले एकदमै इग्नोर गर्छु। नानीले पनि खाने भएकोले घरको अनि घरकै भेज सब्जीहरूमा अनि हेल्दी होस् भनेर अनहेल्दी चिजहरू चाहिँ नखुवाउने भनेर मैले चाहिँ कम्ती लगाएको छु अजिनामोटो। अब यसलाई चाहिँ मैले मजाले मुस्छु। यहाँ चाहिँ मैले सोया सस लगाइदिएँ अलिअलि, त्यति धेरै चाहिँ होइन तर थोरै मात्रामा सोया सस लगाएको पनि मोमोमा चाहिँ टेस्ट एकदमै टेस्टी आउँछ। र मैले चाहिँ यसरी यहाँनिर टमाटर पनि लगाएँ, अघि फत्काएको टमाटर पनि लाएँ अनि यो तिल पनि लगाएँ, खोर्सानी पनि लगाएँ अनि भटमास पनि लगाएँ। अनि मैले चाहिँ 2 पल्ट गरेर पिस्नु पर्यो, एकदमै ज्यादा छ, धेरै मैले बनाउन लागेको ज्यादा क्वान्टिटीमा 2 पल्ट गरेर चाहिँ मैले यसरी नै चटनी बनाउँछु। यो चाहिँ चटनी होइन, यो चाहिँ झोल, मोमोको लागि झोल हो। चटनीको लागि चाहिँ भन्दैछ, चटनीको लागि चाहिँ यो चाहिँ मैले अलग छ यो तयार पारिसकेको छु। मेरो झोल मोमो चाहिँ यसमा चाहिँ पानी थपेर उबाल्नु पर्छ, एकदमै टेस्टी हुन्छ। ल हेर्नु त साथी, झोल मोमो चाहिँ यस्तो हुन्छ। अनि अहिले भरे चाहिँ पानी थपेर पातलो गरेर मजाले उबाल्नु पर्छ। अनि यहाँ चाहिँ मैले पानी पनि लगाइदिँदैछु। यस्तो हुन्छ है साथीहरू झोल मोमो चाहिँ। यसलाई चाहिँ अहिले पानी थपेर उबाल्नु पर्छ मजाले। साथीहरू झोल मोमो चाहिँ तयारी, 2 बान गरेर मजाले बनाएँ। यस्तो हुन्छ है साथीहरू। ल यो चाहिँ मेरो झोल मोमो। अब यसलाई चाहिँ अहिले खाने बेलामा पानी थपेर पातलो बनाएर मजाले उबाल्नुपर्छ, गरम गरम मोमोमा हालेर खाने हो। अलि मैले चाहिँ यहाँ पानी बसाइसकेको छु। अब चाहिँ मोमोज बनाउन तयार गर्छु। तर मेरो चाहिँ क्यामेराम्यान कोही नभएकोले गर्दा म चाहिँ हजुरहरूलाई मोमो बनाएरै देखाउने छु। अब फेरि मैले चाहिँ यो चटनी बनाउँछु। यो चाहिँ मोमोसँग खाने चटनी। मैले चाहिँ टमाटर पनि यो फत्काएर काटेर तयार गरेको छु। बनिसकेपछि देखाउने छु हजुरहरूलाई। मेरो चाहिँ मोमोसँग खाने चटनी चाहिँ झोल मोमो चाहिँ अघि नै बनाएँ। यो चाहिँ चटनी। यल्लो मोमो बनाउने मान्छे यहाँ मैले बेल्जियमबाट हायर गरेको, मलाई बेल्न नआएर बिग्रिएर अनि यता हायर गरेको। यता चाहिँ मैले मोमो बनाएको। मेरो मोमो बनाउने स्टाइल चाहिँ यस्तो छ गाइजहरू। अनि यता भर्खर राखेको छु। मलाई चाहिँ खासै बनाउन आउँदैन। यो चाहिँ मेरो घरमा चाहिँ पहिलोपल्टै हो, मैले चाहिँ बनाएको थिएन। हेलो गाइस। अनि यहाँ चाहिँ सब्जी छ, यहाँ फटाफट मेरो बेल्दैछ। यहाँ मैले एकदम इमर्जेन्सी हायर गरेको भयो। अब यहाँ चाहिँ म सल्भ गर्दैछु। हजुरहरू पनि मोमो खान आउनु होला, गरम गरम मोमो। मेरो ना पकाएगी फ्राई मोमो। ल हाम्रो झोल मोमो चाहिँ फाइनली रेडी भइसक्यो। हजुरहरू पनि मैले जस्तै मिठो गरेर तातो तातो भेज मोमोसँग चाहिँ झोल लाएर झोल मोमो खान चाहनुहुन्छ भने चाहिँ आउनुहोला। हामी चाहिँ झोल मोमोसँग खानालाई सुरु